Hello everyone, welcome back to my channel. I have सबजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै छु। यो चाहिँ मेरो लास्ट भ्लग हो गाउँमा। अनि आज चाहिँ हामीहरू काठमाडौँ फर्किँदैछौँ। घट पनि पाएन, बल्ल बल्ल आज पाएको छ 5-6 बजेतिरको। अहिले चाहिँ बजे 11 अनि हामीहरू चाहिँ तल जाँदैछौँ आन्टीको घरमा। अनि त्यहाँ सामानहरू लिन छ, सो त्यहाँ लिएर अनि म र मेरो बहिनी हामीहरू चाहिँ तल उसकै घर जान लाग्यो। अनि तल सामानहरू लिएर आएर अनि अब प्याक स्याक पनि गर्नुपर्छ। अनि प्याक गरेर बाटो फेरि लास्ट अप्ठ्यारो छ। अनि प्याक गरेर अनि हामीहरू चाहिँ बस पार्क जानुपर्छ छिटै, त्यही हो। अनि बल्ल आज टिकट पायो, सो हेर्दै गर्नु होला। आजको मौसम हेर्नु न, यहाँ यस्तो छ, पानी पर्ला पर्ला जस्तो भएको छ मौसम त। अनि यिनी चाहिँ एकदम खुसी भइरहेछन् कि म जान्छु भनेर, होइन? लास्टै खुसी भएको छु। कस्तो लागिरहेछ त? रुन मन लागिरहेको खुसी भएर। सबजना स्याड भइरहेछौँ। अब यत्रो 1 महिना बसियो नि त, सो अब त्यो यत्रो 1 महिना बसियो अनि अलिकति नराम्रो अहिले त लागिहाल्छ नि, होइन? पछि आउँछौँ फेरि पनि, अब हेरौँ कति वर्षपछि आइन्छ। यतातिर हेर्नु यस्तो भएको कि आज मौसम, हामी जान लायौँ भनेर होला कि यस्तो मौसम भएको। त्यस्तै लागिरहेको, नजा भनिरहेको कि मौसम। किन यो तपाईँलाई त्यो दिए कि सजेसन दिए म नि त कति सानो के यो त। के भयो? हेर्नु न यहाँ कति राम्रो राम्रो यस्तो दामी फुल, दामी के हेर्नु कति टाढासम्म कि, हेर्नु न कस्तो राम्रो फुल के। यो ऊ त होइन, होइन हजारी त होइन, पानी फुल हो कि के भन्छ, पानी फुल कि के भन्छ, होइन? आहा त्यहाँसम्म रहेछ, देख्न सक्छ। जान आँटेको भएर रुन लागेकी छिन्। अब नराम्रो त लागिहाल्छ, त्यही पनि जानै पर्छ। सबैदेखि टाढा सबैलाई छोडेर एक दिन जानै पर्छ। अब यहाँ आन्टीकोमा आयौँ, अब चिया सिया खान्छौँ अनि फेरि माथि जान्छौँ। यस्तो मुटु भारी भए होइन, के गर्नु। हेर्दै गर्नु होला। चिया खान आँटेको हामी चाहिँ चिया सिया खाएर अनि माथि निस्केको। अनि एकछिन इमोसनल पनि भयौँ। अनि आन्टीहरूसँग छुट्टिँदाखेरि अब कस्तो नरमाइलो लाग्यो। त्यो भिडियो चाहिँ मैले खिचिनँ, सबैजना रुन थालिहाल्यौँ। अनि नरमाइलो त लाग्छ, अब के गर्नु, जानै पर्छ। माथि जाँदैछौँ, अब अहिले 2 बजिसक्यो। यहाँको देखाउँछ है म हजुरहरूलाई। आज यस्तो छ कि वेदर पनि। त्यहाँ माथि जानुपर्छ हामीहरू। हामी त्यही हो, माथि जाँदैछौँ। बिदा हालत खराब भइरहेछ। अब हामी माथि गएर अनि रेडी भएर के गर्छौँ हजुरहरूलाई देखाउँछौँ, हेर्दै गर्नु होला। माथि गएर चाहिँ रेडी सेडी भयौँ। अनि रेडी भएर हामीहरूलाई ढिला भइसकेको थियो, त्यही भएर छिटो गरेर
सबैजनाबाट छुट्टियौँ यस्तो नरमाइलो लागिरहेको थियो 1 महिना जति सँगै बसेर होला अनि इमोसनल भयो सबैजना अनि त्यो रोको भिडियोहरू चाहिँ मैले खिचिन अनि बाटोमा कस्तो याद आइरहेको थियो अब कस्तो नरमाइलो लाग्छ नि त अटोमा हामीहरू चाहिँ अनि बस पार्क गयौँ यो चाहिँ हाम्रो गाडी यस्तो यो दाङको बस पार्क हामीहरू चाहिँ बस पार्क आयौँ अनि सामानहरू राखेका छौँ मम्मी र म जान आँटेको खुसी लागिरहेको अब अहिले एकछिनपछि हामी देखाइसक्यौँ हामीले चाहिँ गाडी नै नभेटाएर इन्डियाको गाडी रहेछ अनि त्यसमै बस्यौँ राम्रो रहेछ भित्रबाट हेर्नु न कस्तो दामी देखेको जोस गाडी चाहिँ ठुलो थियो यो चाहिँ गोरुसिङेको भ्यू हो खाना खान रोक्नु भएको थियो अनि राति 11:30 बजेतिर अनि हामीले चाहिँ खाना खान ओर्ल्यौँ She moves like a map with no borders, a whisper caught in the wind. I see her. यो चाहिँ अर्को दिन हो अनि मैले हिजो चाहिँ भ्लग खासै बनाइन किनकि हिजो मलाई एकदम गाह्रो भइरहेको थियो अनि अब गाडीमा ट्राभल गरेपछि एकदम गाह्रो हुन्छ के मलाई भमिट आउने अनि यताउता हुन्छ सो हिजो चाहिँ मैले खासै धेरै भ्लग बनाइन अनि हामीहरू चाहिँ रुम आएर अनि सबै मिलाएर अनि खानासाना बनाएर खाएर छिटै सुतिहालेको थियौँ हिजो सो अहिले चाहिँ बिहान भइसक्यो अनि म भ्लग चाहिँ धेरै लामो बनाउँदिनँ सकेसम्म सो आज चाहिँ म मेरो भ्लगलाई यतैतिर एन्ड गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला त्यति भन्दै अहिलेको लागि म मेरो भ्लग यतैतिर एन्ड गर्छु बाई बाई एभ्रिवान